यो चाहिँ सडक विभागको पैसा हो, जम्मा 6 करोड रुपियाँ हो। अहिले 4 किलोमिटरको यहाँ भइरहेको छ। यो वार्ड नम्बर 5 बाट लक्ष्मीपुर चोकबाट पाण्डवपुर हुँदै चाँदनी चोकबाट अर्जुनधारा जाने बाटो हो। त्यहाँबाट अनि अर्जुनधाराका 7 नम्बर वार्ड पिपल चोकबाट बिरिङपुल जाने त्यतापट्टि पर्छ। विगतको दिनमा हामीले साधुचारसम्मको यो पिच रोड बनिँदै गर्दा बनिएको 3-4 वर्षभित्रमै लाम्मै सडक चाहिँ लक्ष्मीपुरको चोकमै नाकैमा चाहिँ भेट्नु भएको थियो, यात्रा पनि गर्नुभएको थियो होला, चलिरहेको तपाईँहरू सवार गाडीले कति जनता भिजेका पनि थियो होला। अब त्यस्ता खालका प्रकृतिहरू दोहोरिएला नि कतिको स्तरीय भइरहेको छ काम? यो त पिओक्युब अनुसार हजुर यो मेरो सचिवालयको टिम आउँछ, हाम्रो वार्डको सबै जनप्रतिनिधि आउँछ, हाम्रो एउटा इन्जिनियर नगरपालिकाको जहिले प्लान्टमा बस्छ, नगरपालिकाको इन्जिनियर हुन्छ, विपद व्यवस्थापनको संयोजक हुन्छ, नगर प्रहरी सबैलाई हामीले पिओक्युब सिकाएका छौँ। हाम्रो कार्यकालमा बनाएको जति पनि पिचहरू कालोपत्रेहरू छन् हाम्रो कार्यकालभरि भत्किँदैन। 5 वर्ष त मैले ग्यारेन्टी नै भन्छु। मलाई चाहिँ के छ भने म यो निर्माण सम्बन्धी मलाई ज्ञान छ, पिओक्युब सम्बन्धी जान्दछु। पिओक्युब भन्दा तल एक रति पनि काम भएको छैन, एकदम गुणस्तर छ। गुणस्तरमा चाहिँ हाम्रो नगरपालिकामा नो कम्प्रोमाइज। यो कति एमएम को मोटाइमा चाहिँ काम भइरहेको हामीले पाउन सक्छौँ? एक्सपाल्ट हो यो 40 एमएम को 40 एमएम को एक्सपाल्ट हो। यो लक्ष्मीपुरदेखि परसम्म चाहिँ 10 मिटर चौडा हो, अरूतिर चाहिँ ठाउँ हेरेर छ।